हेलो साथीहरु फेरि पनि हजुरहरुको माझ नौलो भिडियो लिएर आइगएँ। आज चाहिँ एक कस्टमरले अहिलेसम्मकै सबभन्दा धेरै टिप्स दिए। कति दिए हेर्नको लागि भिडियोलाई पुरा हेरेर साथ दिउँ है। जोनमा पुगेर आइडी अन गरेँ। केही समयपछि पहिलो अर्डर आयो है। पर यही होटलले अर्डर हाल्यो मलाई। देखिन्ला चाहिँ हो यही होटलले अर्डर हाल्यो म खाना। जाँदा भयो अब 6094 कति टाइम लाग्छ? 5 मिनेट लाग्छ। छिटो बनाइदेऊ ल। यो दोकानवाला चाहिँ हल्का राम्री रहेछ है। राम्री भन्नाले त्यस्तरी राम्री नै कि 5 मिनेट लाग्ने भन्दैछि। 5 मिनेटमा दिएली। अब आइटम पनि लिएर आइगएँ। अब जाँदा भए कस्टमरका लोकेसनमा है दिन। लोकेसनमा पुगेर कस्टमरलाई फोन गरेँ। कस्टमरले चाहिँ फुड बक्समा राख्दै भन्यो। अनि त्यसपछि त्यो आइटम फुड बक्समा राखेर म चाहिँ त्यहाँबाट लागेँ। अनि त्यसपछि यही मलबाट 2 अर्डर हाल्यो। जाँदै चाहिँ बाटोमा एउटा दाइ भेटियो। म कोहीको आइटम यति धेरै बलकटहरू ती चाहिँ मेरो दाइ हुन् होइन। दाइ भन्नाले अब यस्तै स्विगीमा डेलिभरीमा चिनेका दाइ हुन् क्या। तिनलाई बलकटर आएर चाहिँ बलकटर धेरै आइटम आउँछ त्यसमा। एउटा मिल्यो। अब चाहिँ फेरि त्यही कस्टमर लोकेसनमा है। कस्टमरको लोकेसनमा पुगेर इन्ट्री गरेँ। म जाने बल्लक टाढा रहेछ हिँडेर गएँ। कस्टमरको ढोकामा पुगेर मैले बेल बजाएँ। कस्टमरको हात आइटम दिएर गइगएँ अर्को अर्डर दिन। अर्को अर्डर पनि त्यस्तै भयो। कस्टमरका लोकेसनमा पुगेँ इन्ट्री गरेँ। त्यसपछि भित्र गई डोरबेल बजाएँ र अनि हात पाडिकन फर्किगएँ। ल गाइस दुवै मैले अर्डर दिइसकेँ होइन। राति पढेपछि चाहिँ एकदम चिसो हुँदो है। त्यही भएर ज्याकेट लाउन जरुरी थियो। ज्याकेट पनि लगाएको थिएँ। असली खेल त यहाँबाट सुरु भयो। झट्ट 2 अर्डर आए। कस्टमरले फ्याट्ट 140 रुपियाँ टिप्स हालिदियो। खुसीले गदगद भइकन होटल अर्डर ल्याउन गएँ। एक होटल गइकन पहिलो अर्डर पिकअप गरेँ र अर्को होटल गएन दोस्रो अर्डर पनि पिकअप गरिकन म फर्किएँ। यी 2 अर्डर चाहिँ मकन राजधानी फालेको थियो। हाम्रो राजधानी भनेको भरतुर। राजधानी अर्डर हान्न गए कहिले राति 11-12 बज्दो, कहिले अर्डरै हुँदैनन्। त्यही भइकन ढिलो हुँदो भनिकन नाम राजधानी राखेको। त्यहाँबाट हिँडिसकेपछि पहिलो कस्टमरको लोकेसनमा पुगेँ। यो अर्डर चाहिँ 20 रुपियाँको थियो होइन। म माथि गएँ। थर्ड फ्लोर बोलाइरहेको थियो कस्टमरले। दिएर आएँ। बट यो अर्डर इम्पोर्टेन्ट छैन। मेरो लागि अर्को अर्डर इम्पोर्टेन्ट छ। किनभनेपछि त्यसमा कस्टमरले 140 रुपियाँ टिप्स दिएछ होइन। यो कमसेकम 1-1.5 सालपछि मलाई आयो होइन यो सबभन्दा धेरै टिप्स। नत्र 10 रुपियाँ 20 रुपियाँ 30 रुपियाँ 50 रुपियाँ यस्तै आउँछ होइन। त्यसैले आज चाहिँ म खुसी छु है। यो 140 रुपियाँ टिप्स दिएछ कस्टमरले। अब यो अर्डर चाहिँ दिइसक्यो। अब जाँदैछु अर्को अर्डर दिनु। त्यही पछि अक्का कस्टमरका लोकेसनमा पनि पुगेँ। इन्ट्री गर्ने बेला सेक्रेटरीले भिडियो बनाउन दिएन। कस्टमरका ढोकाइतिर पुगेर बेल बजाएँ। कस्टमरले ढोकै खोलेन। त्यसपछि फोन गरेँ। कस्टमरले बाहिर एक बास्केट राखेको छ त्यहाँ राखेर गइजा भन्यो। 2 अर्डर डेलिभरी गरेको मकन 222 रुपियाँ मिल्यो। ल अब गाइस होइन मेरो लास्ट अर्डर आइसकेको छ। यो चाहिँ पन्तुर रोडमा छ है। सोभर ड्रिम नजिकै बालगिरी रोडमा रहेको पन्तुर रोडमा छ। अब चाहिँ अर्डर दिन जाँदैछु।